तपाईको छोरी साँच्चै लजालु हो कि हामीले उसलाई अझै राम्ररी बुझेको छैनौं? नमस्ते नेपाल, मेरो नाम नुमा हो। पेशाले म एउटा नर्स र एउटा ओटिस्टिक बच्चाको आमा पनि। ओटिजम भएको सबै बालबालिकाको लक्षण एउटै हुँदैन। विशेष गरी छोराहरू र छोरीहरूमा पनि धेरै फरक देखिन सक्छ। तर हामी प्राय छोराहरूको ओटिजमको बारेमा मात्र धेरै कुरा गरिरहेको हुन्छौं। छोरीहरू भने धेरै पटक हाम्रो नजरबाट छुटिरहेका हुन्छन्। अब प्रश्न पनि उठ्न सक्छ, किन छोराहरूमा ओटिजम चाँडै पहिचान हुन्छ तर छोरीहरूमा ढिलो हुन्छ? यसको केही महत्त्वपूर्ण कारणहरू छन्। धेरै जसो छोराहरूमा ओटिजमका लक्षण बाहिरैबाट स्पष्ट देखिन्छ। उनीहरूमा एउटै काम बारम्बार गर्ने, अरूसँग घुलमिल हुन गाह्रो हुने वा आफ्नो रुचिमा अत्यधिक केन्द्रित हुने जस्ता व्यवहारहरू सजिलै देखिन सक्छ छोराहरूमा। त्यसैले परिवार, शिक्षक वा स्वास्थ्यकर्मीले यो कुराहरूलाई चाँडै ध्यान दिन्छ। तर धेरै छोरीहरूले आफ्नो कठिनाइलाई लुकाउन सिकेका हुन्छन्। उनीहरू अरू बच्चाहरूको व्यवहार उनीहरूले नक्कल गरिरहेका हुन्छन्। जबरजस्ती आँखा जुदाउने, मुस्कुराउने, समूहमा घुलमिल भएको जस्ता देखाउने प्रयास गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा उनीहरू सामान्य देखिन सक्छन्, तर भित्रभित्रै प्रत्येक दिन उनीहरूले सङ्घर्ष पनि गरिरहेको हुन सक्छ। अर्को कारण, छोरीहरूको विशेष रुचि धेरै पटक सामान्य बालबालिकाका रुचिसँग मिल्दो-जुल्दो देखिन्छ। उदाहरणको लागि, किताब, चित्रकला, जानवर, सङ्गीत वा गुडियाप्रति अत्यधिक रुचि। त्यसैले धेरैले यसलाई ओटिजमको सम्भावित सङ्केतका रूपमा हेर्दैनन्। अर्को महत्त्वपूर्ण कारण पनि छ। विगतका धेरै अनुसन्धानहरू छोराहरूमा आधारित थिए। त्यसैले ओटिजम चिन्ने मापदण्डहरू पनि धेरै हदसम्म छोराहरूको लक्षणहरूलाई लिएर आधार मानेर बनाइएको थियो। अहिलेको नयाँ अनुसन्धानले भने छोरीहरूमा ओटिजम फरक रूपमा देखिन सक्छ भन्ने कुरालाई स्पष्ट पारिरहेका छन्। यसैले छोरीहरूमा ओटिजम कम हुन्छ भन्ने होइन, धेरै छोरीहरू समयमै पहिचान हुनबाट छुटिरहेका हुन सक्छन्। केही अध्ययनहरूले देखाइएका छन् कि धेरै छोरीहरूको ओटिजम किशोरावस्था वा वयस्क भएपछि मात्र पहिचान हुने गर्छ। सोच्नुहोस् एकछिनको लागि, यति धेरै छोरीहरू वर्षौसम्म आफूलाई नबुझिएको महसुस गर्दै आवश्यक सहयोग नपाई हुर्किरहेका हुन सक्छन्। हाम्रो समाजमा त यो अझै गाह्रो छ। यदि छोरा अलिक फरक व्यवहार गर्छ भने हामी चाँडै चिन्तित हुन्छौं। तर छोरीले त्यही व्यवहार गर्दैछ भने हामी भन्छौं अलिकति लजालु छ, सोझी छ, धेरै भावुक मात्र भएको हो, ठूलो हुँदै जाँदा आफै ठिक हुन्छ। यही सोचले धेरै छोरीहरूलाई समयमै मूल्याङ्कन, सहयोग र सही समर्थबाट टाढा राखिरहेको छ। म एउटा नर्स र म एउटा ओटिस्टिक बच्चाको आमा पनि हुँ। मैले अस्पतालमा र आफ्नै जीवनमा पनि अनुभव गरेको के कुरा हो भने बाहिरबाट देखिने व्यवहारले सधैँ वास्तविक कथा बताउँदैन। त्यसैले अब हामीले हाम्रो छोरीहरूलाई लजालु, सोझी वा धेरै शान्त भनेर मात्र निष्कर्ष निकाल्न होइन, उनीहरूको व्यवहारलाई बुझ्ने, आवश्यक परे विशेषज्ञसँग परामर्श गर्ने र समयमै सहयोग गर्ने संस्कार विकास गर्नु आवश्यक छ। किनभने समयमै भएको पहिचानले एउटा बालिकाको भविष्य नै परिवर्तन गर्न सक्छ। त्यसैले फेरि एकपटक आज आफूलाई सोध्नुहोस्, तपाईको छोरी साँच्चै लजालु हो कि हामीले उसलाई अझै राम्ररी नबुझेको हौं? यो भिडियो एउटा शैक्षिक उद्देश्यको लागि मात्र बनाइएको हो। यदि तपाईलाई आफ्नो छोराछोरीको विकासको बारेमा कुनै चिन्ता छ भने बाल रोग विशेषज्ञ वा ओटिजम मूल्याङ्कन गर्ने योग्य स्वास्थ्यकर्मीसँग आज नै परामर्श गर्नुहोला। जय नेपाल।